महँगो भए पनि सस्तो भए पनि जे भने आफ्नै देश हो। आलु भने आफ्नै देशको खम, प्याज भने आफ्नै देशको खम, चिनी भने आफ्नै देशको खम। भित्र त रोजगार हुन्छ नि त। अब सस्तो पाउने चक्करमा हामी उता जान्छौँ, उता गएर फेरि उताबाट लिएर आउँदै गर्दाखेरि चाहिँ अब प्रहरीले 1 किलो यो के भन्छ आलु छिनिदियो। त्यो 1 किलो आलु यत्रो एउटा नाकामा कति हजारजना मान्छे तपाईँको भित्र छिर्छन् होला, कति हजार किलो आलु भयो त होइन। त्यो कति हजार आलु त हाम्रो यहीँ उत्पादन गर्न सक्यौँ भने त, बजार यहीँ व्यवस्थापन राम्रो गर्न सक्यौँ भने, मार्केट दिन सक्यौँ भने त किसानहरूले त, त्यहीँ बोर्डर भएको मान्छेहरूले त, किसानहरूले त उहाँले उत्पत्ति के भन्छ त्यहाँ हाम्रो तपाईँ किसानी गरेर त्यहाँबाट निक्लेको हाम्रो आय आर्जन भएको अनि भेजिटेबल्सहरू हामीले देशमै उते गर्न सक्यौँ, प्रयोग गर्न सक्यौँ होइन। त्यही भएर त्यो साथसाथै फेरि समस्या चाहिँ के पनि छ भन्दाखेरि 5 किलो चिनी लिएर आउने, 5 किलो चिनी भित्र चाहिँ फेरि ड्रग्सहरू पनि देखिने। अब प्रहरीलाई हामीले क्लियरली निर्देशन दिएछौँ, नछोड्नुहोस् है कसैलाई पनि, यस्तो के भन्छ लागु औषधमा चाहिँ यस्तो चाहिँ एकदम कन्ट्रोल हुनुपर्छ। विषयवस्तु पनि हजुरले उठाउनै भएको छ। तर हामीसँग जे स्रोत साधन छ त्यही स्रोत साधनमा पनि त हामीले त सुरक्षा त दिनु पर्यो नि त। लागु औषध पनि कन्ट्रोल गर्नु पर्यो होइन, अनि सुविधा पनि दिनु पर्यो, सुरक्षा पनि दिनु पर्यो। तर अहिले हामीसँग भएको स्रोत साधनमा पनि हामीले कन्ट्रोल गर्दाखेरि चाहिँ अलिकति तलमाथि हुन सक्ला, थोरै गल्ती हुन सक्ला, सुरक्षाकर्मीबाट पनि गल्ती हुन सक्ला, मानवै हो होइन। त्यसमा सुधार्दै जानु अवस्था चाहिँ हामीले बुझेकै छौँ। त्यसमा चाहिँ व्यापक रिफर्मेसन चाहिँ हाम्रो प्रहरी सङ्गठनमा चाहेको छ भनेर हामीले आफै पनि भन्दै आएको चिज हो र अहिले माननज्यूहरूले पनि भन्नुभएको छ। त्यसमा पनि कन्ट्रोल गर्नलाई चाहिँ अहिले हामीले मेरो विचारमा हाम्रो मन्त्रालय र हजुरहरू हामी सबैजना मिलेर चाहिँ देशमै उत्पादन भएको चिजलाई चाहिँ प्रयोग गर्दाखेरि चाहिँ हाम्रो पैसा बाहिर पनि जाँदैन र यहीँ भएको किसानहरूलाई पनि एउटा उहाँहरूलाई पनि यहीँ प्रोडक्सन गर्न पनि उहाँहरूलाई एउटा चाहिँ हौसला पनि मिल्छ जस्तो चाहिँ हामीलाई चाहिँ लागेको छ। विषयवस्तुमा आउँदै गर्दाखेरि तपाईँको धेरैवटा हजुरहरूले माननज्यूहरूले उठाउनु भएको कुराहरू चाहिँ मेरो मन्त्रालयसँग कति कुरा चाहिँ लाइन मिनिस्ट्रीमा नपर्दो रहेछ। अब सीमा क्षेत्रको कुराहरूको विषयमा पनि त्यहाँको शान्ति सुरक्षाको विषयमा सुस्ताको कुराहरू आयो होइन। सुस्ताको कुरा आउँदै गर्दाखेरि हजुरहरूलाई जानकारी होला नहोला, जब सुस्तावासीहरूले आन्दोलन गर्नुभयो, काठमाडौँमा आउनुभयो, त्यसपछि हामीले सम्बोधन गर्नलाई उहाँहरूलाई मन्त्रालयमा बोलाएर अहिले नागरिकता बाँड्नका लागि हाम्रो जिल्ला हाम्रो सिडिओ साहबहरू सबैजना जिल्लाबाट होइन त्यहाँबाट गएर उहाँहरू घर घरमा गएर चाहिँ उहाँहरूले विवरण लिँदै घरमै नागरिकता वितरण गर्ने यो लेभलसम्म हामीले काम गरेका छौँ। यो पहिलादेखिको समस्या हो, सम्बोधन पनि भएको थिएन रहेछ र अहिले पनि हामीले अब त्यही अनुसारमा हामीले अब सम्बोधन गरिनौँ भने त्यो अहिले जुन चाहिँ सरकारमा हजुरहरूको पनि विश्वास छ, पब्लिकको पनि विश्वास छ, उहाँहरूलाई निराश बनाउने कुरा भएन। त्यही भएर यसमा तुरुन्तै इम्प्लिमेन्टेसन गर्नुपर्छ भनेर हामीले त्यहाँको सिडिओ साहबलाई निर्देशन जारी गरेर उहाँहरूले घर घरमा